Hello guys, today special lunch सिस्नु। आज म यो सिस्नु मेरो हाम्रो लन्चको लागि बनाउन गइरहेको छु। हेर्नुस् यो सिस्नु चाहिँ एकदमै केलाउनुको लागि गाह्रो हुन्छ। यसैले मैले यो टङ लिएर यसलाई केलाउँदै छु। यसरी नै केलाउँछु र जति पनि छिप्पिएको सिस्नुहरु चाहिँ यही टङले समातेर त्यो छुरीले काटेर फ्याक्छु। ल यही टङले म यो सिस्नुलाई सफा पनि गर्ने गर्छु। यसरी सफा गरेर यसलाई पकाउँछु। अब उतानिर मैले अघि नै कुकरमा सबै मिश्रणहरु मिलाएर यसलाई तयारी पारिसकेको छु। यहाँनिर यो अब जुन चाहिँ मैले मिश्रण बनाएको थिएँ, रमभेडा, प्याज, रमभेडा कम्ती मात्रामा रमभेडा, प्याज, लसुन अरु सबै हालेर मैले यसलाई अघि नै पकाएर उमालिरहेको थिएँ। अब म त्यही उम्लिँदै गरेको सब्जीमा अब यो सिस्नु हाल्न गइरहेको छु। हेर्नुस् मैले अघि सिस्नु यसरी धोएर सबै रेडी पारेको छु। अब यो यसरी सिस्नु खानु सबैलाई गाह्रो लाग्छ, तर भए पनि यसरी फ्री टाइम हुँदा चाहिँ यसरी यो टङले पक्रेर यसरी धोएर पकाएर खानु चाहिँ सकिन्छ है गाइस।